घरको छतमा कोठा वा स्ट्रक्चर थप्ने सोचमा हुनुहुन्छ भने यो भिडियोलाई पुरा हेर्नुहोला। किनभने यो भिडियोमा छतमा स्ट्रक्चर बनाउँदा कति खर्च लाग्छ, कस्तो डिजाइन चाहिन्छ र के कस्तो मटेरियल युज गर्न मिल्छ भनेर चर्चा गर्नेछौँ। नमस्ते, म आकाश श्रेष्ठ। पछिल्लो 8 वर्षमा मैले न्युबिक टेक्नोलोजीको टिमसँग मिलेर काठमाडौँभरि 50 भन्दा बढी रुफ एक्सटेन्सनको प्रोजेक्ट्सहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छु। जस्तै यो प्रिफ्याब स्ट्रक्चर हामीले ललितपुरमा बनाएको थियौँ। लगभग 4 लाखको टोटल खर्चमा 3 हप्तामा यो काम पुरा भएको थियो। छतमा एक्सटेन्सन बनाउँदा यूपीभीसी, प्रिफ्याब, टफेन ग्लास जस्ता धेरै प्रविधिहरू उपलब्ध छन्। जस्तै यो रुफ हामीले यूपीभीसी प्रयोग गरेर काठमाडौँमा बनाएको थियौँ। यूपीभीसीको रुफमा समय र खर्च अलिक बढी लाग्छ। प्रिफ्याबको कुरा गर्दा यो चाँडो र सस्तो बन्छ, तर यूपीभीसी भन्दा अलिक कम टिकाउ हुन्छ। टफेन ग्लासको कुरा गर्दा तपाईलाई मोडर्न लुक आउँछ, जसले तपाईको घर निकै नै सुन्दर देखिन्छ, तर यो सबैभन्दा महँगो प्रविधि हो। हामीले यो टफेन ग्लासको रुफ काठमाडौँमा बनाएका थियौँ। अब मेटल रुफको कुरा गर्दा यो सस्तो हुन्छ, तर यसमा इन्सुलेसन हुँदैन, जसले जाडोमा चिसो र गर्मीमा तातो हुन्छ। यो हामीले काठमाडौँमा बनाएको मेटल रुफ रहेको छ। घरको माथि स्ट्रक्चर बनाउँदा घरको एरिया कति छ, स्ट्रक्चरको डिजाइन र अन्य विभिन्न कारणहरूले खर्चमा लाखौँमा फरक आउँछ। त्यसैले मात्र रफ एस्टिमेसनको आधारमा काम सुरु गर्दा अन्तिममा खर्च बढ्ने वा ठगिने सम्भावना हुन्छ। सुरुमा नै डिजाइन र डिटेल्ड एस्टिमेसन तयार गर्नु जरुरी छ, जसले तपाईको स्ट्रक्चर कति खर्चमा बन्छ र कस्तो बन्छ भनेर तपाईलाई थाहा होस्। यो गर्दा तपाईले बेस्ट प्राइस र बेस्ट डिजाइन सिलेक्ट गर्न सक्नुहुन्छ। हाम्रो टिमले तपाईलाई फ्री इन्स्पेक्सन प्रोभाइड गरिरहेको छ, जसमा हाम्रो इन्जिनियर तपाईको घरमा आएर तपाईको रिक्वायरमेन्ट र बजेट बुझी प्रपर प्लानिङ, डिजाइन र डिटेल्ड एस्टिमेसन बनाइदिनेछ। यसको लागि कुनै पनि खर्च लाग्दैन, किनभने हामी तपाईलाई सबैभन्दा उपयुक्त डिजाइन र उचित मूल्य प्रदान गर्नेछौँ। त्यसैले तल दिएको बटनमा क्लिक गरेर आफ्नो डिटेल्सहरू सबमिट गर्नुहोस् र हाम्रो इन्जिनियरले तपाईलाई चाँडै नै सम्पर्क गर्नेछ।